हाई एभ्रिवान। सो आज चाहिँ धेरै दिन बाद चाहिँ हामी आएको छु बाङ्गे हो, किनभने चाहिँ आज हाम्रो लास्ट हो नि त, भोलि चाहिँ ड्युटी रिटर्न हुने हो। सो जानुभन्दा अगाडि चाहिँ एक बार चाहिँ हामी घुम्छ। सो अहिले चाहिँ हामी छौँ बाङ्गेमा, र बाङ्गेमा चाहिँ हामी देख्न सक्नुहुन्छ पछि, तर त्यसको नवीनको पछि चाहिँ फेरि अर्कै ग्रुप हो। हामी चाहिँ आएको छु नवीन, यहाँ हाम्रो लक्ष्मीदी सिलगढीबाट पनि आइसक्नु भएको छ। उहाँलाई त तपाईँले देखिरहनु भएको छ होला हमेसा है, र उहाँको हस्बेन्ड हाम्रो आदर्श, ऊबाट अर्को आदर्श पनि छ। पार्ट 1 आदर्श र पार्ट 2 आदर्श पनि छ आज चाहिँ, र यहाँनिर छ हमेसा खाइरहने तपाईँले देख्नुहुन्छ होला, हमेसा खाइरहने आज पनि खानाकै साथमा, खानेकुराकै साथमा। र यहाँ पछि धेरै दिन बाद छेमा पनि आउनु भएको छ। छेमा अलिकति बिजी रहेछ। सो ओके, हेर्दै गर्नु होला है। यहाँनिर चाहिँ हामीले चाहिँ सुँगुरको मासु किन्यो यहाँनिर हो। यो चाहिँ अब पोलेर खाने हो, र यहाँनिर चाहिँ वाइवाईहरू ल्याएको छु, र प्याज टमाटरहरू चाहिँ हामीले कटिङ गरेर रेडी गरिसकेँ। हामी तिनजनाले चाहिँ हो, यहाँ दिले फोटो पनि खिच्नु हुँदैछ। दादा चाहिँ हस्बेन्ड चाहिँ फोटोग्राफर, वाइफ चाहिँ यहाँ पोस्ट दिनु हुँदैछ हो। अलिकति स्माइल पनि गरिदिनु पर्यो। यो चाहिँ हामीले बनाएको चटपटा, यसमा चाहिँ अगडे मिमी वाइवाई सब मिक्स गरेर चाहिँ बनाइसकेको छु। यो चाहिँ चिकनको लागि रेडी भइसकेको छ। अब चाहिँ यहाँ चिकन बनाउनु चाहिँ गोग दादाले हो, धमाधम चिकनको लागि रेडी गर्दैछ। लु यहाँ चाहिँ के हो, यो झालमुरी, झालमुरी रेडी हुँदैछ। छेमा पनि बसिराख्नु भएको छ। हेलो भनिदिनुहोस् छेमा, भेनाहरू हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो एकदम स्पेसल गोगदाले चाहिँ के हो, आमा चिकनलाई चाहिँ हल्का गर्नुहुँदैछ। चुला चाहिँ हाम्रो दामी बनिएको छ नि यहाँनिर। कसरी छ, कसरी? अब चाहिँ हामी यहाँ खोला जान्दैछौँ हो। सो अहिले चाहिँ हाम्रो खानापिनाहरू पाक्दैछ हो। सो हामी चाहिँ अलिकति खोला खेल्नु पर्यो, किनभने यस्तो गरममा आएपछि चाहिँ खोला चाहिँ खेल्नु पर्छ नि त हो। त्यही त। र खोला खेल्ने मान्छेहरू चाहिँ देखाइदिनु, पछि पनि आउनु हुँदैछ। यता हुनुहुन्छ छेमा, र यहाँ हुनुहुन्छ रिस मोक्तान, र यहाँ चाहिँ पल्टाएर हेर्दाखेरि चाहिँ हाम्रो बहिनी सपना मोक्तान। कुखुरा बनाउने चाहिँ अलिकति पारा नमिलेको जस्तो लाग्यो त हौ है। यहाँ चाहिँ सुँगुरको मासु बोइल हुँदैछ है। अब यसलाई चाहिँ बोइल भएर चाहिँ उमाल्नुपर्छ। कुखुरा बनाउन चाहिँ अलिकति नजानेको जस्तो लाग्यो साथीहरू। हेर्नुहोस् यसरी पोल्छ, कमेन्टमा भनिदिनुहोस् ल, कुखुरा यसरी पोल्छ, त्यही त कसरी पोल्छ भनेर चाहिँ कमेन्टमा भनिदिनुहोस् ल। कुखुरा त कालै बनाइसक्यो। भन्दा हाम्रो आजको गेस्ट पनि आइपुग्नु भयो। उहाँ चाहिँ हो बादल राई, भर्खरै मात्रामा आइपुग्नु भयो। र अब चाहिँ हामीले खाँदैछौँ चाहिँ हल्का अलिकति आज हैछमा बियर अलिकति त खाँदा भयो नि त है। र हामीले चाहिँ यहाँनिर कोकहरू खाँदै। यहाँ चाहिँ हाम्रो दादाले एकदम के बोल्नुहुँदैछ हौ, फाक्सा पर्क सेकुवा बनाउनु हुँदैछ। यहाँनिर चाहिँ फेरि माइला दादाले पकाउनु हुँदैछ चिकन अनि मुला हो। हाम्रो सेफहरू चाहिँ एकदमै टाढोबाट ल्याएको हामीले हो। दादा यो मासुमा के हालेर बनाउनु भयो भनिदिनु अरे अलिकति। बिर्सिनु अरे। हेर्नुहोस् चिकन, मैले त मुला र चिकन चाहिँ देख्यौ, दामी हुने भयो। लु दादाको हातको मासु चाहिँ आज चाहिँ खोलामा चाहिँ एकदम वेदर पनि दामी भइरहेको छ। हल्का मसाज पनि हुँदैछ। गरमले खाना पकाएर गलेको अवस्था दादाको।
ल हे लडे बडे ल हे